रमाइलो देखिँदो रहेछ हौ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल पुजाक्स। मेरो अनुहार चाहिँ देखाउन लायकको छैन, त्यही भएर म चाहिँ अहिले ब्याकग्राउन्ड देखाएर मात्रै बोल्न चाहन्छु। म उठ्ने साथै उठेँ अनि त्यसरी फ्रेस भएर आएँ। आज चाहिँ म एकदम संसारमा कोही पनि खुसी छैन होला म जति चाहिँ, त्यति धेरै खुसी छु। किनकि आज चाहिँ मलाई फर्स्ट टाइम मेरो ड्याडीले मैले नमागिकन आफैले बाइक लैजा भनेर दिनुभएको, अनि त्यही भएर चाहिँ एकदम धेरै 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 खुसी छु। उड्न मात्रै बाँकी छ अब म, अनि लास्टै खुसी छु। बुलेट बाइकमा आज चाहिँ खतरा खतरा भिडियो बनाउने हो मैले चाहिँ। अब मोबाइल चाहिँ यस्तै छ, त्यही पनि बनाउने हो। अनि कहाँ जान्छु चाहिँ फिक्स नै भएको छैन क्या, यस्तै हुन्छ। कहाँ जान्छु भनेर चाहिँ फिक्स, कहाँ जाने फिक्स गरेर पनि कहाँ कहाँ जाने भनेर सबै ठाउँमा क्यान्सल गरेर लास्टमा चाहिँ यही झर्नामा आउने भनेर फिक्स गऱ्यौँ। झर्ना भनौँ कि के भन्नु त्यो खोलामा आइपुग्यौँ। अनि माथि चाहिँ मान्छे रहेछन् टर्ने, त्यही नै हामी जान पाएनौँ, त्यही भएर तलै बस्यौँ। अब यहाँ एकछिन पौडी खेल्छ, अनि पछाडि खाजासाजा खान्छ, म अनि घर जान्छ। अनि के गर्नु अब बिजोक खाइसकेछन् मान्छेहरूले, चियर्स गर्नुभन्दा अब भरि पार त्यतिकै छोडिदिइराख्नु। दिदी मलाई बगायो कि खुट्टा मटेको, अलि माथि लानु ल, अलि तल, सबैजनाले एकै ठाउँमा राखौँ न। हो ल दिदी अलि तल ल्याउनु ल। चियर्स। अब म त्यहाँसम्म जान्छु है, कहाँसम्म जान सक्छु, तर अघिको भन्दा होचो भएछ नि त। हो वाउ, यहाँसम्म आउन सक्ने रहेछ, यहाँभन्दा चाहिँ उता जान सक्दिनँ म। अहिले त होचो भएको क्या। बाई बाई। हिन्दू मिसको काम हो, तर कस्तो राम्रो देखेको यार यस्तो रिगो राख्दाखेरि। कस्तो राम्रो देखिरहेको एकछिन ल खाऊँ। चम्चा चाहिँ फेरि हाम्रो खतरा छ, जुगाडु चम्चा छ। कुन्ताको राम्रो अनुहार, त्यही माथि यो हेलमेट लाउँदा त ओ माई गड विश्व सुन्दरी भगवान् छि। के छ, हामी घुमेर आइसक्यौँ। अनि अब चाहिँ म घर हिँडेको, किनकि बाइक पुर्याइदिनु पर्छ घरमा, अनि त्यसरी स्कुटर लिएर आउनु पर्ने हुन्छ। त्यही भएर मेरो भ्लग मन पऱ्यो भनेदेखि मेरो च्यानललाई लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला। आई होप, खोइ कस्तो बनायो त थाहा छैन, जे होस् सबै गरिदिनु।